आज जिमदेखि भर्खर निस्किँदै गरेको अनि मैले चाहिँ बिचमा कन्टिन्यू गर्न 2 दिन चाहिँ छुटाइसकेँ। कन्टिन्यू गर्न सकिनँ। सबै कारण भनेको यो टाइम नै नमिलेर टाइम म्यानेज गर्नै नसकेर चाहिँ छुटिरहेछ। सकेसम्म चाहिँ भिडियो हाल्न छुटे पनि जिम चाहिँ बिहान नभइसकेपछि भिडियो हाल्न पनि अब बेलुका ढिलो हुन्छ। बेलुका अब 8-9 बजिहाल्दो रहेछ, त्यही भएर हाल्नै मन लाग्दैन, त्यही भएर भिडियो पनि हाल्दिनँ। जिम चाहिँ बेलुका आउँछु बिहान छिटो है, तर बिहान उठेर गरे जस्तो चाहिँ बेलुका हुँदो रहेछ। बिहान चाहिँ एकदम फ्रेस बनाइदिन्छ। बेलुका चाहिँ त्यस्तो अब जिम गरेर सुत्दा निद्रा चाहिँ राम्रो लाग्छ होइन, तर बिहान गरेको चाहिँ एकदम बेस्ट लाग्यो। अल आउट आएको मलाई चाहिँ स्काई राम्रो हल्का सनराइजहरू खिच्न एकदम फोटोहरू खिच्न चाहिँ एकदम मनपर्छ क्या मलाई। फोटोहरू चाहिँ केही देख्नै हुँदैन, फोटो चाहिँ खिचिहाल्छु तर हाल्न चाहिँ खासै हाल्दिनँ। फोटो खिच्न चाहिँ एकदम हुन्छ नि, के भएको खिच्न मन लागिहाल्छ। धेरै स्काईहरू धेरै छ क्या फोटोहरू स्काईहरू, छुट्टै फोटो चाहिँ एकदम त्यस्तो खतरा खालको देखाइ नै खिचिदिइहाल्छु। अनि दामी छ, यस्तो पनि मनपर्छ मलाई चाहिँ एकदम।